नाउ कारण येशूले गर्दा नि हामी रमाउँदछौँ। यदि येशू भएन भने हाम्रो जीवन लथालिङ्ग हुन्थ्यो होला, रमावट नै हराउँथ्यो होला। तर येशूले चाहिँ ईश्वर भए पनि आफू मानिस बनेर आफू होछिएर चाहिँ हामी मानिस जातिलाई बचाउनको निम्ति क्रुसमा चढिजानुभयो अनि त्यसैमा उहाँले प्रेम देखाउनु भयो। आमेन। अनि जसरी हामी यौनाको पुस्तकमा हामी 3:16 हेर्दैछौँ भने परमेश्वरले यसरी नै प्रेम देखाउनु भयो। कसरी देखाउनु भयो? आफ्नो एकलौटी पुत्र चाहिँ यस संसारमा पठाउनु भयो। त्यसबाट अनि त्यही नै साँचो प्रेम हो भन्दछ। अनि यो क्रिसमसको माहौलमा नि म तपाईँलाई त्यही भन्दछु, यदि तपाईँ साँचो प्रेम अनि एकदमै तपाईँ प्रेम खोज्दै हुनुहुन्छ भने येशूसँग प्रेम लाउनुहोस्। त्यहाँ मात्रै निस्वार्थ प्रेम गर्ने। मेरो घरमा अहिले भर्खर 1 महिना माउने कारण येशूको नाउँ। अङ्कल एकचोटि फेरि अन गर्नु है। हुन्छ, यो गीत तपाईँहरूलाई नयाँ पनि हुनसक्दा हामीसँगै तपाईँहरू गाउनु सक्नुहुन्छ है त। ताली बजाउँदै जसरी हुन्छ। आज केही पनि माग्ने छैनौँ, तर प्रभुलाई धन्यवाद मात्रै दिनेछौँ र उहाँको नाउँलाई उचाल्ने मात्रै। परमेश्वरको कामदेखि सारा पृथ्वी रमायो। बतास बग्यो मनको पीडा उडाइगयो। तिम्रो दशैँमा मलाई हुडु लाग्यो। उहाँ आउनुभयो मानिस भएर सबै मिली बचाउनुभयो क्रुसैमा चढेर। घोषणा गर्दै उहाँ आउनुभयो मानिस भएर बचाउनुभयो क्रुसैमा चढेर। रमाउने कारण येशूको नाम, येशूको नाम। उहाँ आउनुभयो मानिस भएर बचाउनुभयो क्रुसैमा चढेर। उहाँ आउनुभयो मानिस भएर बचाउनुभयो क्रुसैमा चढेर। यसले मलाई मुक्ति दिनुभयो। यसले मलाई मुक्ति दिनुभयो। यसले मलाई मुक्ति दिनुभयो। यसले मलाई मुक्ति दिनुभयो।
येशूले मलाई सक्दो दिनुभयो 예수의 말에 속도 비누고 예수의 말에 속도 비누고 예수의 말에 속도 비누고